नमस्कार सबैजना सन्चै आरामै हुनुहुन्छ होला। ढिला नगरिकन फेरि पनि आज एउटा रेसिपिस लिएर आइसकेको छु। राइस पेपर रोल मार्केटमा इजिली मिल्छ, तपाईँले बनाउन पनि सक्नुहुन्छ। राइस पेपर रोललाई पानीमा भिजाउनु होला। त्यसपछि पानीमा भिजाइसकेपछि एक लेयर क्याबेज जापानिज स्टाइलमा जापानिज सिजनिङ गर्नु होला। क्यारेट्स बिन्स स्प्राउट, त्यसपछि त्यसमा मिन्ट लिप्स 3 and 4 बेसिल लिप्स 3 and 4, त्यसपछि रोल गर्नु होला, राख्नु होला। 3-4 दिन आरामसँग चल्छ। 3 दिन मिनिमम 4 दिन लास्ट, यति मजाले चल्छ। अनि यसको सर्भ गर्दाखेरि तपाईले 3 पिसको प्लेटिङ गर्नु होला, एकदम राम्रो हुन्छ। पेनमा टोस्ट गर्नु होला बटरमा, थोड़ा रेड ब्राउन कलर आउन चाहियो दोनों साइड, अनि बाँकी त वाइट नै रहन्छ हैन। भित्रको फिलिङ सारा देखिन्छ, यति पातलो हुन्छ त्यो राइस पेपर रोल। अनि हजुरले त्यो रेड ब्राउन भइसकेपछि प्लेटको बीचमा पिन्टोलाको एक सस आउँछ, पिनट बटर। तपाईले बनाउन पनि सक्नुहुन्छ, रेसिपी म लिंकमा राख्दिनु होला। पिन्टोलाको पिनट बटर सस राख्नु होला। त्यसपछि त्यसमा चिली ओइलको रेसिपी पनि म राख्दिनेछु लिंकमा, पुरा हेर्नु होला। त्यसपछि 3 टोस्ट गरेको राइस पेपर रोल राख्नु होला। त्यसको माथि सिराचा सस लाइन मार्नु होला पुरा यसो गरेर। त्यसमाथि सेसमे सीड अनि स्प्रिङ अनियनले गार्निश गर्नु होला। एकदम राम्रो डिश छ, बहुत राम्रो चल्छ। एकचोटि अवश्य ट्राई गर्नु होला। तपाईले मेनुमा राख्नुस्, ओपनिङ गर्दै हुनुहुन्छ भने मेनुमा राख्न सक्नुहुन्छ, एकदम राम्रो चल्छ। अथेन्टिक डिश हो। पुरा भिडियो हेरेर लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला, या कि यस्तै भिडियोहरु तपाईहरुको सामने छिटो भन्दा छिटो आओस्। धन्यवाद।